सुनौलो स्टोरीज। भुन्टु र गणेशजीको आशीर्वाद। सुनपानी गाउँमा एउटा मिठो बिहान आयो। चराहरू गाउँदै थिए, फूलहरू फुलेका थिए। तर भुन्टुको घरमा भने आज एउटा ठूलो चिन्ता थियो। भुन्टु आफ्नो सानो कोठामा बसेर एउटा कापीलाई हेरिरहेको थियो। उसको अनुहार अँध्यारो थियो। भोलि उसको विद्यालयमा ठूलो परीक्षा थियो, गणितको परीक्षा। म फेल हुन्छु, म पक्कै फेल हुन्छु, भुन्टुले मनमनै भन्यो। त्यही बेला झ्यालबाट एउटा सानो नाङ्लो हात भित्र आयो र कालु उफ्रिँदै भित्र छिर्यो। भुन्टु दाई, के भो, किन यस्तो मुख लागेको? कालुले सोध्यो। कालु, भोलि परीक्षा छ, गणित मलाई बुझिँदैन, म के गरौँ? भुन्टुले निराश भएर भन्यो। कालुले एकछिन सोच्यो। उसले एक औँला आफ्नो ठाडो राख्यो र आँखा चम्काउँदै भन्यो, दाई, हजुरआमाले भन्नुहुन्थ्यो नि, कुनै पनि काम गर्नु अघि गणेशजीको पूजा गर्नुपर्छ। गणेशजी देवता हुनुहुन्छ, चल मन्दिर जाउँ। भुन्टुले कालुलाई हेर्यो। उसको मनमा एउटा साना आशाको किरण आयो। भुन्टुले आफ्नो झोलामा केही फूल र एउटा सानो नरिवल राख्यो। कालुले पनि बाटोमा रहेको एउटा पहेँलो मखमली फूल टिप्यो, आफ्नो कानमा लगायो। भुन्टु हाँस्यो। दुवैजना गाउँको माथिल्लो भागमा रहेको सानो गणेश मन्दिरतर्फ हिँडे। बाटो पथरिलो थियो, रुखहरूमा चराहरू गाउँदै थिए, बतासमा धूपको मिठो गन्ध आउँदै थियो। दाई, गणेशजी साँच्चै सुन्नुहुन्छ? कालुले हिँड्दा हिँड्दै सोध्यो। हजुरआमा भन्नुहुन्छ, साँचो मनले माग्यो भने भगवानले सधैँ सुन्नुहुन्छ, भुन्टुले भन्यो। कालुले यो सुन्यो, केही बोलेन, तर उसको सानो मनमा पनि केही महसुस भयो। मन्दिर पुग्दा त्यहाँ एउटा शान्त वातावरण थियो। ढुङ्गाको पुरानो मन्दिर, अगाडि साना दियाहरू बलिरहेका थिए। मखमली फूलका माला झुन्डिएका थिए। घन्टीहरू बतासमा बिस्तारै बस्दै थिए। भुन्टुले जुत्ता बाहिर राख्यो, हात जोड्यो, मन्दिरभित्र गयो। गणेशजीको मूर्ति अगाडि उभिँदा भुन्टुको मन एकदम शान्त भयो। उसले फूल चढायो, नरिवल राख्यो, अनि दुवै हात जोडेर आँखा चिम्लियो। मनमनै भन्यो, गणेशजी, म धेरै मेहनत गर्छु, तर मलाई थोडो सहयोग गर्नुहोस्। परीक्षामा मलाई जे सिकेको छु त्यो सम्झन मद्दत गर्नुहोस्। कालु बाहिर ढोकामा बसेको थियो। उसले भुन्टुलाई हेर्यो, आँखा चिम्लेर, हात जोडेर, एकदम शान्त भएर बसेको। कालुको मनमा पनि केही भयो। ऊ बिस्तारै मन्दिरको ढोकामा आयो, आफ्नो दुवै साना हात जोड्यो, आँखा चिम्लियो। गणेशजी, म कालु हुँ, भुन्टु दाईलाई परीक्षामा पास गराइदिनुहोस्। उहाँ साँच्चै राम्रो मान्छे हुनुहुन्छ र मलाई भोक लागेको छ, त्यो पनि मिलाइदिनुहोस्। भुन्टुले आँखा खोल्यो, कालुलाई देख्यो, मुस्कुरायो। मन्दिरबाट फर्कँदा भुन्टुको मन हल्का थियो। अब उसको मनमा डर थिएन, साहस थियो। घर पुगेपछि भुन्टु आफ्नो कापी खोलेर बस्यो। कालु पनि उसको छेउमा बस्यो, एउटा सानो ढुङ्गो हातमा लिएर पेन्सिल जस्तै समात्दै। दाई, यो प्रश्न सोध, म उत्तर दिन्छु, कालुले आत्मविश्वासका साथ भन्यो। कालु, तँलाई गणित आउँछ? भुन्टुले अचम्म मान्दै सोध्यो। आउँदैन, तर म साथ दिन्छु, कालुले हाँस्दै भन्यो। भुन्टु हाँस्यो र रातभर पढ्यो। कालु उसको छेउमा बसेर साथ दिँदै। भोलिपल्ट भुन्टु विद्यालय गयो। परीक्षाको कापी हातमा आयो। भुन्टुले आँखा चिम्ल्यो, गणेशजीलाई एकपटक मनमनै सम्झ्यो, अनि कलम उठायो। प्रश्नहरू हेर्यो। उसले सिकेका कुराहरू बिस्तारै याद आउन थाले। एउटा एउटा उत्तर लेख्दै गयो। विद्यालयबाट फर्कँदा भुन्टुको अनुहारमा एउटा फराकिलो मुस्कान थियो। कालु रुखमा पर्खिरहेको थियो। भुन्टुलाई देख्ने बित्तिकै तल हाम फाल्यो। कस्तो भयो दाई, कस्तो भयो? राम्रो भयो कालु, राम्रो भयो, भुन्टुले कालुलाई अँगाल्यो। कालुले आकाशतर्फ हेरेर दुवै हात जोड्यो। धन्यवाद गणेशजी, र अब खाना? दुवैजना हाँस्दै घरतर्फ दौडे। पछाडि हिमाल चम्किरहेको थियो। साथीहरू, भुन्टुले आज हामीलाई सिकायो, कुनै पनि काम गर्नु अघि भगवानलाई सम्झनु, मेहनत गर्नु र साथीको साथ लिनु, यही नै सफलताको बाटो हो। के तपाईँ पनि परीक्षा अघि भगवानलाई सम्झनुहुन्छ? कमेन्टमा भन्नुहोस्। सुनौला कथाहरू हेर्नु भएकोमा धन्यवाद। अर्को हप्ता फेरि भेटौँला। नमस्ते।